के तपाईँले कहिले सोच्नुभएको छ किन मानिसहरूले तपाईँको मूल्य देख्दैनन्? सायद त्यसको कारण तपाईँ आफूलाई कतिको विशेष हुनुहुन्छ भन्ने कुरा महसुस नगर्नु हो। तपाईँको मूल्य बुझ्नु र त्यसलाई सही तरिकाले देखाउन सक्नु जीवनको महत्त्वपूर्ण सिप हो। यदि तपाईँलाई लाग्छ कि मानिसहरूले तपाईँलाई सम्मान गर्दैनन् वा मूल्य दिँदैनन् भने यसको अर्थ तपाईँ अयोग्य हुनुहुन्छ भन्ने होइन, बरु यो तपाईँलाई आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा परिवर्तन गर्ने अवसर हो। अन्यले तपाईँलाई कसरी हेर्छन् भन्ने कुरा धेरै हदसम्म तपाईँले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ र तपाईँले ल्याउने मूल्यमा भर पर्छ। तपाईँ आफै आफ्नो मूल्य कसरी देखाउनुहुन्छ र अरूसँग सीमाहरू कसरी सेट गर्नुहुन्छ भन्ने कुराले ठुलो प्रभाव पार्न सक्छ। यो भिडियोले तपाईँलाई आफ्नो मूल्य बढाउने र जसले तपाईँलाई सराहना गर्दैनन् तिनीहरूलाई सही तरिकाले देखाउने मद्दत गर्नेछ। यो तपाईँको आत्ममूल्य बुझ्ने, स्वस्थ सीमाहरू निर्धारण गर्ने र आत्मविश्वासी हुने बारेमा हो। जब तपाईँ आफैमा केन्द्रित हुनुहुन्छ तपाईँको आत्ममूल्य बढ्न थाल्छ र अरूले पनि त्यसलाई महसुस गर्न थाल्छन्। अब यी सकारात्मक परिवर्तनहरू कसरी गर्न सकिन्छ त्यसको खोजी गरौँ। आफ्नो मूल्य चिन्नुहोस्। पहिले आफूलाई बुझ्नुहोस् अनि संसार तपाईँलाई पछ्याउनेछ। अरूले तपाईँले मूल्य दिनु अघि तपाईँले नै आफ्नो मूल्य बुझ्नुपर्छ। धेरै जसो समय हामी अरूको विचारमा निर्भर भएर आफूले कम आँक्छौँ, तर सत्य के हो भने तपाईँ अनौठो हुनुहुन्छ र तपाईँका सिप र क्षमताहरू विशेष छन्। आफ्नो मूल्य स्वीकार गर्नुहोस् र त्यसमा गर्व गर्नुहोस्। आफ्ना शक्तिहरू सूचीबद्ध गर्नुहोस्। तपाईँका सासाना उपलब्धिहरू लेख्नुहोस्। ती तपाईँले सोच्नु भएको भन्दा धेरै महत्त्वपूर्ण छन्। तपाईँलाई विशेष बनाउने गुणहरू बुझ्नुहोस्। तपाईँको सिप, दयालु स्वभाव वा अद्वितीय दृष्टिकोण जुनसुकै होस् त्यसलाई स्वीकार गर्नुहोस्। आफूमा विश्वास राख्नुहोस्। अरूको नकारात्मक धारणा कहिले तपाईँको आत्मविश्वास हलाउन नदिनुहोस्। स्पष्ट र आत्मविश्वासका साथ बोल्नुहोस्। आफ्नै अगाडि ऐनामा बोल्ने अभ्यास गर्नुहोस्। तपाईँका शब्दहरू शक्तिशाली हुन्छन्। प्रभाव पार्नका लागि स्पष्ट र आत्मविश्वासका साथ बोल्न आवश्यक छ। तपाईँले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुराले तपाईँको मूल्य दर्शाउँछ। मजबुत शब्दहरू प्रयोग गर्नुहोस्। म सोच्दैछु वा म निश्चित छैन भन्ने सट्टा म विश्वस्त छु वा मलाई थाहा छ भन्नुहोस्। संक्षिप्त राख्नुहोस्। अनावश्यक विवरण नथप्नुहोस्। के भन्न चाहनुहुन्छ त्यो प्रत्यक्ष भन्नुहोस्। आत्मविश्वासका साथ बोल्नुहोस्। निश्चित भए पनि दृढताका साथ बोल्ने प्रयास गर्नुहोस्। आत्मविश्वासले प्रभाव पार्छ। आफ्नो मूल्य कार्यहरूबाट देखाउनुहोस्। शब्द महत्त्वपूर्ण छन् तर कार्यहरू अझ बलियो प्रमाण हुन्। तपाईँको कामले नै अरूलाई तपाईँको मूल्य बुझाउन सक्नेछ। आफ्नो समय महत्त्वपूर्ण बनाउनुहोस्। तपाईँले आफ्नो समय कहाँ र कसरी खर्च गर्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। जे गर्नुहुन्छ त्यसमा उत्कृष्ट बन्नुहोस्। तपाईँले गरेको हरेक काममा उत्कृष्टता देखाउने प्रयास गर्नुहोस्। जब तपाईँ उत्कृष्ट हुनुहुन्छ अरूले तपाईँलाई नदेखि बस्न सक्दैनन्। अरूलाई सहयोग गर्नुहोस् तर सीमाहरू राख्नुहोस्। सहयोग गर्नु राम्रो कुरा हो तर आफ्नो समय र ऊर्जालाई बचाउन जान्नुपर्छ। तपाईँलाई सम्मान गर्नेहरूसँग सीमाहरू निर्धारण गर्नुहोस्। यदि मानिसहरूले तपाईँलाई सम्मान गर्दैनन् भने तपाईँलाई सम्मान नगर्नेहरूसँग सीमाहरू निर्धारण गर्नुहोस्। यदि मानिसहरूले तपाईँलाई सम्मान गर्दैनन् भने तपाईँ उनीहरूलाई सम्मान गर्न बाध्य हुनुहुन्न। कहिलेकाहीँ मानिसहरूले तपाईँलाई मूल्य नदिनु वा सम्मान नगर्नुको कारण उनीहरूले तपाईँलाई हल्का रूपमा लिएका हुन्छन्। सीमाहरू निर्धारण गर्नु भनेको असभ्य हुनु होइन, बरु आफूलाई सम्मान गर्ने कुरा हो। अरूलाई तपाईँलाई मर्यादाका साथ कसरी व्यवहार गर्ने भन्ने कुरा सिकाउनुहोस्। अन्त राख्न जान्नुहोस्। यदि कोही बारम्बार तपाईँलाई अपमानजनक व्यवहार गर्छ भने उसँग केही समयका लागि दूरी बनाउनुहोस्। आफ्नो सीमाहरू स्पष्ट राख्नुहोस्। कुन व्यवहार तपाईँलाई स्वीकार्य छ र कुन छैन भनेर अरूलाई स्पष्ट रूपमा बताउनुहोस्। गर्वका साथ प्रतिक्रिया दिनुहोस्। कहिल्यै रिसाएर प्रतिक्रिया नदिनुहोस्। शान्त भएर स्थिति सम्हाल्नुहोस्। सकारात्मक मानिसहरूलाई वरिपरि राख्नुहोस्। आजै तपाईँलाई प्रेरित गर्ने साथीहरूलाई सन्देश पठाउनुहोस्। तपाईँका वरपरका मानिसहरूले तपाईँको सोच्ने तरिका निर्धारण गर्छन्। सकारात्मक सहयोगी मानिसहरूसँग समय बिताउँदा तपाईँ आफ्नो मूल्य अझ स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। समर्थन गर्ने साथीहरू रोज्नुहोस्। तपाईँलाई प्रोत्साहन गर्ने र तपाईँको असल पक्ष देखाउने व्यक्तिहरूसँग समय बिताउनुहोस्। नकारात्मक प्रभाव हटाउनुहोस्। निरन्तर तपाईँलाई तल छाड्ने मानिसहरूबाट टाढा रहनुहोस्। गुणस्तरलाई प्राथमिकता दिनुहोस्। धेरै सङ्ख्यामा साथीहरू हुनुभन्दा केही असल साथीहरू हुनु नै राम्रो हो। जीवनका लागि स्पष्ट नियमहरू राख्नुहोस्। तपाईँका नियमहरू नै तपाईँको जीवनको नक्सा हुन्। तिनलाई स्पष्ट र दृढ राख्नुहोस्। तपाईँका सिद्धान्तहरूले तपाईँको चरित्र परिभाषित गर्छन्। जब तपाईँ बलियो मूल्य मान्यताका साथ जीवन जिउनुहुन्छ अरूले तपाईँलाई सम्मान गर्नेछन्। के चाहनुहुन्छ त्यो स्पष्ट रूपमा बुझ्नुहोस्। तपाईँको लक्ष्य र प्राथमिकताहरू के हुन् भनेर निश्चित हुनुहोस्। आफ्ना मूल्यहरूप्रति दृढ रहनुहोस्।
अरूलाई खुसी पार्न वा फिट हुनको लागि आफ्नो इमान्दारी नगुमाउनुहोस्। सीमाहरू राख्नुहोस्। तपाईँको जीवनमा के स्वीकार्य छ र के छैन भनेर निश्चित गर्नुहोस् र अरूलाई पनि त्यो बुझाउनुहोस्। दयालुता र दृढता संयोजन गर्नुहोस्। दयालु हुनु महत्त्वपूर्ण छ, तर केवल दयालु भएर कहिलेकाहीँ अरूबाट फाइदा उठाइन्छ। मुख्य कुरा दयालु र बलियो दुवै बन्नु हो। आत्मनिश्चय तर सम्मानजनक बन्नुहोस्। दयालु बन्नुहोस् तर अरूलाई आफ्नो कमजोरी बनाउन नदिनुहोस्। आफ्ना सीमाहरू कायम राख्नुहोस्। यदि कसैले तपाईँको सीमा पार गर्छ भने शिष्ट तर दृढ भएर सम्झाउनुहोस्। सकारात्मक र शान्त रहनुहोस्। कठिन परिस्थितिलाई शान्त र सकारात्मक सोचका साथ सम्हाल्नुहोस्। ज्ञान र सिपमा लगानी गर्नुहोस्। जति धेरै तपाईँ सिक्नुहुन्छ र विकास गर्नुहुन्छ उति नै तपाईँको मूल्य बढ्छ। निरन्तर सुधार गर्दै जानु तपाईँलाई अपूरणीय बनाउँछ। सिकिरहनुहोस्। हरेक दिन नयाँ कुरा सिक्ने अवसर लिनुहोस्। चाहे त्यो किताब, कोर्स वा अनुभवबाट किन नहोस्। आफ्नो क्षेत्रमा निपुण बन्नुहोस्। जति तपाईँ आफ्नो क्षेत्रमा निपुण बन्नुहुन्छ उति नै मानिसहरूले तपाईँको मूल्य देख्छन्। आत्मसुधारमा ध्यान दिनुहोस्। आफ्नो उत्तम संस्करण बन्ने प्रयास गर्नुहोस्। सहानुभूति र बुझाइ अभ्यास गर्नुहोस्। कहिलेकाहीँ मानिसहरूले तपाईँलाई मूल्य नदिनुको कारण उनीहरूले तपाईँलाई राम्ररी नबुझ्नु हो। सहानुभूति अभ्यास गर्नाले तपाईँको सम्बन्ध सुधार गर्न मद्दत गर्छ। अरूलाई बुझ्ने प्रयास गर्नुहोस्। अरूको दृष्टिकोण बुझ्न प्रयास गर्नुहोस्। आफूलाई इमान्दारीपूर्वक हेर्नुहोस्। प्रतिक्रियाहरू खुल्ला भएर लिनुहोस् र आफूमा सुधार गर्न सकिने पक्ष हेर्नुहोस्। समझदारीका साथ विवाद समाधान गर्नुहोस्। असहमति भएमा शान्ति र दयाका साथ समाधान खोज्नुहोस्। आन्तरिक शान्ति र सन्तुलन फेला पार्नुहोस्। जब तपाईँ आफ्नो भित्री शान्तिलाई महसुस गर्नुहुन्छ तपाईँको व्यवहार र क्रियाकलापहरूमा त्यसको प्रभाव देखिन्छ। आत्मविश्वास र शान्ति झल्काउने मानिसहरूप्रति स्वाभाविक रूपमा आकर्षित हुन्छन्। आफ्नै लागि समय निकाल्नुहोस्। ध्यान गर्नुहोस्। आत्मचिन्तन गर्नुहोस् वा एकान्तमा समय बिताएर आफ्नै शक्ति पुनः प्राप्त गर्नुहोस्। कृतज्ञता अभ्यास गर्नुहोस्। तपाईँको जीवनका सकारात्मक कुराहरूमा ध्यान दिनुहोस् र त्यसका लागि आभार व्यक्त गर्नुहोस्। व्यक्तिगत विकासमा ध्यान दिनुहोस्। मानसिक, भावनात्मक र शारीरिक रूपमा आफूलाई सुधार्न समय दिनुहोस्। त्यसैले तपाईँको मूल्य अरूले निर्धारण गर्दैनन्। यो तपाईँले आफूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्नेमा निर्भर गर्छ। आफ्नो मूल्य पहिचान गर्दै, आत्मविश्वासका साथ बोल्दै, सीमाहरू निर्धारण गर्दै र निरन्तर आफूलाई सुधार्दै जानुहोस्। यसो गर्दा तपाईँको आत्ममूल्य मात्रै बढ्दैन, अरूबाट सम्मान पनि प्राप्त हुन्छ। याद राख्नुहोस्, तपाईँको मूल्य तपाईँभित्रै छ। आफ्नो महत्त्व स्वीकार गर्नुहोस् अनि संसार तपाईँको पछि लाग्नेछ।